हाम्रो फेयरवेल प्रोग्राम हामी चाहिँ रेडी भइसक्यौँ 2 वर्ष हामीले यही क्लासमा बिता त होइन क्लास चेन्ज गरी 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 म पहिलो दिन चाहिँ रुँदै 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 आएको थिएँ क्या आज चाहिँ हाँस्दै 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 बिदाई हुँदैछु आज चाहिँ हाम्रो फाइनली फेयरवेल हुँदैछ ल नेता कस्तो लाग्दैछ तँलाई 2 वर्ष सिक्किम युनिभर्सिटीमा त खास नरु ल भन् पर्फेक्ट पर्फेक्ट बोके छैन आइज गाइस अनि हामीभन्दा जुनियरलाई चाहिँ वेलकम पनि छ फेयरवेल प्लस वेलकम पनि छ गीत रेडी छ त विभागीय प्रमुखज्यू विशेष अतिथिज्यू लगायत जानुहुने विद्यार्थी साथीहरूलाई मायाको चिनो प्रदान गर्दै आज बिदाई हुने साथीहरूलाई मायाको चिनो प्रदान गरिदिनु हुन आजका यस कार्यक्रमका प्रमुख अतिथि विशेष अतिथिज्यू लगायत सम्पूर्ण अतिथिज्यूहरूलाई मायाको चिनो प्रदान गरिदिनु हुन हार्दिक उहाँहरू विदाई भएर जानु लाग्नु भएको भन्ने अर्थमा हामीले बुझ्दैनौँ कि उहाँले यो सकेर एज अ रिसर्चर एज अ नयाँ लाइफको जर्नी सुरु गर्नु जानुहुँदैछ भन्ने कुरा हामीले यहाँबाट बुझ्दछौँ। त्यसैले म अब यस कार्यक्रममा यो 2 वर्षमा यहाँ आफ्नो सोच्दै सौरभी अर्याल अनिता रेग्मी धर्मदेवी महर्जन रमिला बस्नेत उहाँहरूलाई हामीले सानो मायाको चिनो तयार पारेका छौँ। सो मायाको चिनो प्रदान गर्न सहयोग गरिदिनु न थर्ड सेमेस्टरका विद्यार्थी साथीहरूलाई पनि अनुरोध गर्दछौँ। नेपालभरिबाट चिनिने अनुहार बन्नुहुनेछ भन्ने कामना सहित यो नेपालको नक्सा प्रदान गरिएको छ। पासाङ शेर्पा प्रोफेसर डाक्टर सुदीप ढकालज्यू एसिस्टेन्ट प्रोफेसर डाक्टर दिपेश भिडेज्यू एसिस्टेन्ट तपाईहरूले हामीमा रोपेको ज्ञान र मूल्यहरू सधैँ हाम्रो साथमा रहनेछन्। हामी जहाँ गए पनि तपाईहरूले दिएको त्यसकारणले गर्दाखेरि तपाईँ हामीले पहिला देखेँ हाम्रो विद्यार्थी भाइबहिनीलाई धन्यवाद पनि दिन चाहन्छु। उहाँको जुन एउटा अत्यन्त राम्रो नृत्य प्रस्तुत गर्न जानु उहाँहरूको आफ्नै खालको वेशभूषा उहाँले देखाउनु भएको छ। वास्तवमा तपाईँ समाजशास्त्री पढ्ने पढाउने बुझ्ने भनेको वास्तवमा त्यही हो। हाम्रो समाज भनेको के छ भन्दाखेरि सबैभन्दा चिया धेरै खाने मान्छे विविधतायुक्त समाज। मेरो प्यारी दिदी आज आउनु भएको छ। हाम्रो समाज भने बहुत आवश्यक तपाईँको हामीलाई दुःख जति हामीलाई आँसु पुछ्न देउन रुमाल हरेक होला बगी जाने होला बिहान खाना आएर फेरि त्यसलाई डबल खाना खाइकन खाना अनि साथीले चाहिँ छोडिहाल्दैन केही फरक पर्दैन जति मलाई चाहिँ त्यति खाऊ आफ्नो चाहिँ खाना सुरु गर्छ कि मेरो साथीले प्रायः इन्जोय गर्दै थिएँ डबल हो सेकेन्ड एकचोटिको घरमा अनि एकचोटि यहाँ खाने पनि हो होइन डबल आजको फेरि घरमा खाना खाइन्छ बिपाले यसको साथीहरू इन्जोय गर्दैछौँ खाना धेरै छैन थोरै छ यसको यसमा 2 चोटि नै होला डबल हो कि ट्रिपल हो सबै प्रोग्राम सकेर
हाम्रो लेडिजहरूको चाहिँ फोटो सेसन भयो। अब फाइनली घर जाने हामी। प्रोग्राम सबै भयो, पानी आउनु लागिसक्यो। वेदर हामी वेलकम प्रोग्राममा पनि हाम्रो पानी आएको थियो, फेयरवेलमा पनि पानी नै आइरहेछ क्या। फाइनली फाइनली पास भएर फेयरवेल भएर हामी चाहिँ छुट्दैछौँ त्रिभुवन युनिभर्सिटीबाट। ल